हे गाइस, नमस्ते। वेलकम बैक टू माय न्यू ब्लॉग गाइस। आज का ब्लॉग तुम बताए स्टार्ट में जाँदैछु ड्युटी छुट्टी हिजो थियो, हिजो छुट्टी सकियो हैन। अब म चाहिँ ड्युटीतिर जाँदैछु। अहिले अहिले भर्खरै उठेको, दिउँसोको 2 बज्यो, 1:30 भइरहेछ। अब ड्युटी जानुलाई रेडी भइसकेँ। अब म ड्युटी जाँदैछु है त गाइस। हजुरहरूलाई ड्युटीमा के हुन्छ धेरै आउँछ है त। ल म गएँ ड्युटीतिर अब है त। निस्केँ रुमबाट, मजाले रुम थियो यहाँ मन्दिर पनि त्यही हो। आज चाहिँ एक्लै छु, अरू सबहरू छुट्टी छ 3 जनाको, अन्त 2 जना बिहानै गइहाल्यो। भोलिदेखि चाहिँ 2 जना जाने हो। आज चाहिँ एक्लै छु होइन। सो अब चाहिँ म ड्युटीतिर जाँदै। ड्युटीमा आज के आज का नजारा, मौसम अलि खराब छ होइन। पुरा एकदम अहिले एकछिनमा पानी पर्ला जस्तो भएको छ पुरा होइन। चाहिँ म ड्युटी गइरहेको अवस्था पुरा पानी पर्ला जस्तो भइरहेको छ होइन। आज चाहिँ रोडको अगाडि क्याफे चाहिँ क्याफेमा पुगिसकेँ। यो खाना चाहिँ ये हो, ये नन्डा क्या, ये आलुको साग, यो मसुरा की दाल। आजको खाना चाहिँ 2 बजेको टक्क होटलमा चाहिँ यसो पाइने यार, दाल खानु, सब्जी खानु, अन्डा भयो। त्यही हो आजको खाना चाहिँ। तो गाइज आज चाहिँ मैले ड्युटी आएर पहिला बनाएको यो चाहिँ हावागाडो हाम्रो स्यान्डविचको लागि युज हुन्छ। कसमा बनाएको अघि चाहिँ बनाएको देखाएन, बिजी थिएँ। अहिले चाहिँ अलि टाइम भयो त्यही भएर देखाइदिएको। अब अर्को के गर्छु देखाउँछु ल। मेरो चाहिँ यस्तै काम हुन्छ दिनभरि। ओके गाइज, म चाहिँ यो बनाउँदैछु अहिले एउटा चिज रोज। यो चाहिँ भेजिटेबल हो, हजुरहरूले देख्न सक्नुहुनेछ। यति दूर छ अब देखिन्न, त्यही पनि भनिरहेको छु कि यो भेजिटेबल हो। मैले चाहिँ पहिला सलाद लगाउनु पऱ्यो। यो प्लेट भयो हाम्रो चाहिँ यसरी पिकअप हुन्छ, हेर्दै गर्नु है। त टाढादेखि भए पनि मजाले हेर्दै गर्नु। आज चाहिँ एक्लै छु कि, सिङ्गल भएको कारणले बिजोग भएको छु बिहानदेखि। ड्युटी आउने बित्तिकैदेखि अम्मा कस्तो अर्डर चलेको, अहिले अलिक शान्ति भएको छ, त्यही भएर अलि भिडियो खिच्न नि पाइरहेको छु होइन। यो चाहिँ हाम्रो साइड सलाड भयो, साइड सलाड हो है। यो चाहिँ साइड सलाद हो होइन। चाहिँ टक्क यसरी मिक्स गर्ने, यहाँ लगाइदिने अनि